आजको यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। आज हामी जापानी कार्यस्थलको अलि जटिल लाग्ने संरचनालाई एउटा स्पष्ट नक्सामा बदल्नेछौँ, जसले गर्दा त्यहाँको व्यावसायिक सफलताको बाटो एकदमै छर्लङ्ग हुनेछ। आउनुहोस् सुरु गरौँ। आजको हाम्रो मुख्य विषय सूची यस प्रकार छ। सुरुमा कर्पोरेट शक्ति नक्सा, त्यसपछि मध्य व्यवस्थापन मेरुदण्ड, कार्यस्थलका सम्बन्धहरू, मुख्य विभागहरू, केही अलिखित नियमहरू र अन्त्यमा बीजेटी रणनीति। ल अगाडि बढौँ। भाग 1, कर्पोरेट शक्ति नक्सा, कार्यकारी कक्षभित्र। ल अब सिधै कर्पोरेट भवनको सबैभन्दा माथिल्लो तलामा जाउँ है। यहाँ ती व्यक्तिहरू हुन्छन् जसले कम्पनीका सबैभन्दा ठूला र महत्त्वपूर्ण निर्णयहरू लिन्छन्। सबैभन्दा माथि खाइछो अर्थात् अध्यक्ष वा सल्लाहकार रहन्छन्, जो साँच्चै नै कम्पनीको शिखर हुन्। उहाँहरूको मुनि साँच्चो अर्थात् प्रेसिडेन्ट वा सिइओ हुन्छन्, जसले दैनिक सञ्चालन र निर्णयहरूको प्रत्यक्ष नेतृत्व गर्छन्। अनि याक्विन अर्थात् बोर्ड सदस्य र निर्देशकहरू, जसले पुरै कम्पनीलाई एउटा विशाल जहाजलाई जस्तै सही दिशामा हाँक्ने काम गर्छन्। अब यहाँनिर एउटा एकदमै चाखलाग्दो कुरा छ, जुन परीक्षामा बारम्बार सोधिने एउटा पासो जस्तै हो। हामीले के कुरा कहिल्यै बिर्सनु हुँदैन भने सेन्मु अर्थात् वरिष्ठ प्रबन्ध निर्देशक सधैँ जोमु अर्थात् प्रबन्ध निर्देशकभन्दा ठ्याक्कै एक तह माथि हुन्छन्। सुन्दा उस्तै उस्तै लागे पनि कर्पोरेट पदानुक्रममा यो सानो भिन्नता एकदमै महत्त्वपूर्ण हुन्छ। भाग 2, मध्य व्यवस्थापन मेरुदण्ड, जापानी अफिसको इन्जिन। अध कार्यकारी कक्षबाट एक तल्ला तल झरेर मध्य व्यवस्थापनमा आउँ, जुन दैनिक जापानी कार्यालयको वास्तविक मेरुदण्ड नै हो। यहाँ कुनै पनि विभागभित्र अधिकार माथिबाट तल कसरी बग्छ भन्ने स्पष्ट हुन्छ। सबैभन्दा माथि बुचो अर्थात् विभाग प्रमुख, त्यसपछि जिचो अर्थात् उपविभाग प्रमुख, अनि खाँचो अर्थात् शाखा प्रमुख, र अन्तमा काकारिचो अर्थात् टोली नेता। परीक्षाको लागि होस् या दैनिक जीवनको लागि यो अनुक्रमलाई एकदमै कण्ठ पार्नै पर्छ है। तर सबै कुरा यही सिधा रेखामा मात्रै हिँड्दैनन्। जस्तै सितिन्चो अर्थात् शाखा प्रमुखलाई नै हेरौँ। मुख्य मुख्यालयको संरचनाभन्दा बाहिर काम गरे तापनि आफ्नो कुनै निश्चित शाखा, जस्तै ब्याङ्कको शाखामा सितेन्चो नै पूर्ण र सर्वोच्च अधिकारी हुन्छन्। यो गतिशीलता बुझियो भने मात्र कर्पोरेट प्रणाली कसरी चल्छ भन्ने कुरा स्पष्ट हुन्छ। अर्को महत्त्वपूर्ण शब्द हो सिसाइन, जसको अर्थ स्थायी कर्मचारी हुन्छ। तर यो एउटा सामान्य रोजगार सम्झौता मात्र पक्कै होइन। जापानी कार्यस्थलमा यसले जागिरको सुरक्षा, व्यापक सुविधाहरू र कम्पनीप्रतिको एकदमै गहिरो र वफादार लगावलाई जनाउँछ। समग्रमा भन्नुपर्दा यो सम्पूर्ण संरचनाभित्रको एक उच्च सम्मानित सांस्कृतिक स्थिति हो। भाग 3, महत्त्वपूर्ण कार्यस्थल सम्बन्ध, औपचारिक पदहरूभन्दा बाहिर। पदहरू त हामीले बुझ्यौँ, तर मानिसहरू बीचको अन्तर्क्रिया कसरी हुन्छ त? यहाँ दुई प्रकारका सम्बन्धहरू बीचको स्पष्ट भिन्नता बुझ्न जरुरी छ। जोशी र बुकाले औपचारिक हाकिम र कर्मचारी बीचको अधिकार र जिम्मेवारीलाई जनाउँछ, तर अर्कोतर्फ सेन्पाई र कोहाई बीचको सम्बन्ध चाहिँ विशुद्ध रूपमा अनुभव, सिकाइ र आपसी सम्मानमा आधारित हुन्छ, जहाँ एक वरिष्ठले कनिष्ठलाई मार्गदर्शन गर्छन्। र समान स्तरमा सँगै काम गर्ने सहकर्मीहरूलाई चाहिँ दोहोरियो भनिन्छ। यहाँ अघिको जस्तो माथिबाट तल निर्देशित हुने कडा नियम हुँदैन। यसको सट्टा यो सम्बन्ध निकै सुन्दर तरिकाले तेर्सो टोली कार्यमा अर्थात् टिमवर्कमा परिणत हुन्छ, जहाँ सबैजना बराबर हुन्छन्। भाग 4, कम्पनीका मुख्य विभागहरू, अफिस फ्लोरको नक्साङ्कन। अब मानिसहरू र उनीहरूका सम्बन्धबारे त हामीले थाहा पायौँ, तर उनीहरू काम गर्ने मुख्य विभागहरू कुन कुन हुन् त? एउटा संस्थाभित्र को कहाँ काम गर्छ भनेर चिन्न यी कुराहरू बुझ्नुपर्छ। जस्तै सोमुबुले सामान्य प्रशासन र कार्यालय व्यवस्थापन हेर्छ, जिन्जीबुले मानव संसाधन अर्थात् एचआर सम्हाल्छ, र केरीबुले लेखा तथा वित्तको काम गर्छ। त्यसैगरी एग्योबु भनेको बिक्री विभाग हो भने खाइहात्सुबुले अनुसन्धान र विकास अर्थात् आरएनडीको महत्त्वपूर्ण काम गर्छ। भाग 5, अलिखित नियम र संस्कृति, भवनलाई उभ्याएर राख्ने दर्शन। आउनुहोस् अब ती दर्शन र अलिखित नियमहरूबारे कुरा गरौँ, जसले यो सम्पूर्ण कर्पोरेट भवनलाई बलियोसँग उभ्याएर राखेका छन्।
कतागाकी अर्थात् पद भनेको केवल एउटा नाम मात्र होइन है, यसले कति सम्मान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्ने एउटा पहिचानै हो। सिसिकीज्यूले कम्पनीको वास्तविक शक्ति नक्सा देखाउँछ। त्यसैगरी केइसो अर्थात् आदरार्थी शब्दहरूको सही प्रयोग र जोरेत्सु इसिकी अर्थात् को वरिष्ठ र को कनिष्ठ हो भन्ने कुराको निरन्तर चेतना हुनु एकदमै आवश्यक छ। र यी सबै कुराहरू केन्जो अर्थात् नम्रताको महत्त्वपूर्ण गुणमार्फत सन्तुलित हुन्छन्। एउटा कर्मचारीको यो सङ्गठनात्मक चार्टभित्रको यात्रा वर्षौंसम्म कसरी अगाडि बढ्छ त? मुख्यतया 3वटा करियर आन्दोलनहरूले यसलाई परिभाषित गर्छन्। जस्तै करिब 5 वर्षपछिको पदोन्नति वा भर्याङ चढ्ने प्रक्रियालाई शोषिन भनिन्छ। करिब 15 वर्षपछि हुन सक्ने पद घटुवा वा तल झर्ने स्थितिलाई कोकाकु भनिन्छ। र अन्ततः 30 वर्षपछि कम्पनीबाट दिइने राजीनामा वा अवकाशलाई ताइसुकु भनिन्छ। भाग 6 बीजेटी सफलता रणनीति, पदक्रमलाई भाषासँग जोड्दै। अब यी सबै कुराहरूलाई जोडेर परीक्षा र वास्तविक संसारको सफलताको लागि एउटा ठोस रणनीति बनाऊ। सफलताको लागि पदकोहरूको ठ्याक्कै अनुक्रम कण्ठस्थ गर्नुका साथै परिस्थिति चिन्नु एकदमै आवश्यक छ। विशेष गरी को कससँग बोलिरहेको छ। बोल्ने र सुन्ने व्यक्ति कर्पोरेट शक्ति नक्सामा कहाँ बस्छन् भन्ने कुराले केइगो अर्थात् सम्मानजनक भाषाको प्रयोग पूर्ण रूपमा परिवर्तन हुन्छ। यो कुरा बुझ्नु नै साँचो अर्थमा सफलताको कडी हो। यहाँ प्रस्तुत गरिएको यो भनाइले सबै कुराको सार खिचेको छ। जापानी पदक्रम बुझ्नु भनेको परीक्षाको लागि रट्नु मात्र होइन, यो पारस्परिक सम्मानको सुन्दर सांस्कृतिक प्रणाली बुझ्नु हो। यी पदहरूमा निपुणता हासिल गर्नु भनेको जापानी व्यापार संस्कृतिमा गहिरो र सम्मानजनक रूपमा भिज्नु हो, जुन साँच्चै नै उत्कृष्ट कुरा हो। अन्त्यमा यो प्रस्तुति सकिँदै गर्दा एउटा प्रश्न विचार गरौँ। के यो शक्ति नक्सा कण्ठ गर्नु केवल परीक्षा पास गर्ने एउटा उपकरण मात्र हुनेछ, वा विश्वव्यापी करियरमा साँचो सम्मान प्राप्त गर्ने अन्तिम साँचो? यो सम्मानको प्रणालीमा गहिरो निपुणता हासिल गर्नाले भविष्यमा जापानमा हुने व्यावसायिक अन्तर्क्रियाहरूलाई कतिको प्रभाव पार्ला र माथि उठाउला? यो पक्कै पनि मननयोग्य कुरा छ।